हेलो एन्ड नमस्ते गुड मर्निङ जुमसुमदेखि आज फेरि हाम्रो टुरको चाहिँ चौथो दिन हामी फेरि हिँडिसकेको छौँ मुक्तिनाथको लागि साथी पकाएर गिला हामी चाहिँ गइरहेको मुक्तिनाथ स्नान गरेर कहाँ हो मुक्तिनाथ तो जानु अपने कहाँ सुनी छोटा दो यही मोरा आके डरना हो भाई अब एक घन्टा हिँड्नुपर्छ यहाँ सिँढीमा आज काउन्ट गर्नुपर्छ कतिवटा सिँढी छ भनेर त्यसपछि पुगिन्छ घोडामा पनि जान सकिन्छ तर घोडामा होइन यहाँ आएर अब मुक्तिनाथमा हिँडेर जानुपर्छ घोडाको सवारी हिँड्न नसक्नेलाई घोडाको सवारी हामी त ट्र्याकिङ गर्ने हो ट्र्याकिङ हाम्रो टोली ल अब ट्र्याकिङ गर्नेवाला हो रे यस्तो मान्छे तल जानु के तपाईले समान नि होला नि घरमा आगे अस्ति के हकार जा रहा मोबाइल लाइफ क्रिसमस है अर्को टोली चाहिँ यहाँ फेरि घोडामा सवार लास्टै जाडो छ कहाँ रहेगी डटना ढीला करते हैं अभी पास है एंट्री गेट हाँ ऐसी कैमरा कैसे कर रखी है पास है अच्छा कैमरा तो वहां से साइड वन से घोड़े ये ठंडा भी फिर आगे हो जाए धीरे धीरे सारे सब खाना ये नाम का रहा यहाँ का लगा यहाँ का लगा यहाँ का यहाँ हाँ लो हाँ दबा दे ले जय जय अब सीढ़ी चढ्नु पर्छ सीढ़ी माथि जानेलाई ल सीढ़ी चढ्न चालु मिनामा होइस टेम्पल बाहिर चाहिँ तर के गर्ने बनाउने वाला त त्यहाँ घोडामा गइसक्यो एक्लै यहाँ हिँडिरहेको अगाडि माथि छ यार अझै ओ माई गड आउने बेला चाहिँ म चिकरेटी खाँदै आउँछु सुई घोडा चाहिँ उतादेखि लग्ने रहेछन् उतादेखि यहाँदेखि हिँडेर मात्र ठिकै छ हिँडेर गइदिनु त भ्यू चाहिँ दामी देखिन्छ यहाँदेखि कता फर्किल कहाँ अरे माथि पुगेर अगाडि नै दुईजना यता आगो होइन कपालको आइस निकाल्दै हो बिहान कपाल धोको आइस जम्नु यस्तो चिसो छ ऊ अर्को नि आइसक्यो रबिन ओहो छोरीहरूको खर्च नि उठाउनु पर्यो ठकाइ लागेछ छोरीहरूको पैसा तिर्ने छोरालाई हिँडाउने यस्तै हो जय मुक्तिनाथ पुगिसक्यो छैन सक्नु अब नौजना छ हामी चाहिँ हेरौँ ल गन्जी निकाले
ल मेरो भाइ गयो है ल ल ल ल अस्ति बिस्तारै बिस्तारै उठी पो ढोक लागिस् न अस्ति अस्ति दर मेरो टिकटक में ले ढोक लाग आफ्नो इच्छा मनोकामना ला 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 केटोले गरे है आराम से जीव बलगर बिचारा मैले आउने हेर्न सिकानी कर रही उड़ा सिकानी कर डूब उरी हेर ये डूब टाको डूबा ला निस्के छिरो ला ले गिरे डूब निस्के ले हिर कर कुछ नहीं हुई फोटोशूट को लागि यहाँ फेरि हो त्यसरी छ घुम्ने रोक्ने फोटो खिच्नको लागि लेहेंगा सिंगा लिएर आएको छ कतिको झोलामै लिपस्टिक निकालेर त मरि मुस्ताङमा ठाडो ड्रेस हेर्नु मनी लाउँछु एकछिनमा ढोटी ठाडो झल्काउनु पर्यो अब आफ्नो कल्चर ढोटी लगायो ढोटी मुस्ताङमा ग्याङ मुस्ताङ भइसक्यो केटा ढोटी लगायो प्र्याक्टिस गर्नु कि विगेल ले सँगै ना ले आराम से हाथ भागे हमारे यार कहो ना हाँ सब क्या ले 10 सेकंड ना कुछ नहीं हुई हम तो सब बाबा भिडियो सुट भइरहेको छ यता अब लास्ट हामी हिँडिरहेको छौँ अब लास्ट ल धेरै ट्राभल गरेर दिउँसोको 12-1 बजे त्यहाँदेखि हिँडेको हामी अहिले यहाँ 9 बजे पुगेर आएको छौँ त्यो उनीहरूले यहाँ रुम हेर्न जानु भएको छ अझै रुम मन पर्छ किन सब पुगिरहेको हामी त्यहाँ बाहिर त्यसको रुम कस्तो छ अहिले हेरेर आउँछ नि त्यसपछि हामी जान्छौँ भित्र हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले
सामानसम्म राखेर होटलमा हामी अहिले लेक साइड वाक गर्न आएछौँ। हाम्रो हामीहरू आइसकेको छौँ यता। लेक साइड सबैले आएको जस्तै छ। बजारतिर अहिले हेर्नु न कस्तो दामी दामी छ। ओ भाइ भोलि बिहान फेरि घुम्ने छ हाम्रो मन्दिरमा जाने घुम्न जान्छ लेक साइड घुम्ने। अझै अर्को दिन त दुई दिन चाहिँ हाम्रो घुम्ने नै छ। घुमिराख्ने त्यस्तै हिँड्न मात्र आएको थकाइ लागेर कति बस्ने गाडीमा त्यही भएर हिँड्न आएको आज। अहिले चाहिँ हामी पोखराको लेक साइडमा छौँ र हेर्न सक्नुहुन्छ कन्सर्ट चालु रहेछ। लाइभ कन्सर्ट ल आज चाहिँ हाम्रो मम्मी बाबाको एनिभर्सरीको स्पेसलमा हामी त फेरि केक काटेर ह्याप्पी एनिभर्सरी।